मासु पकाउने आज ससुराको पालो। हल्लो, वेलकम छ अम्मुको डेली ब्लगमा। अनि म चाहिँ आज कहाँ गएँ त? म चाहिँ आज सुरुमा पास्नीमा गएँ। विकासको छोराको आज पास्नी थियो। अनि त्यसपछि हामी बिहितकोमा गयौँ। अनि बिहितकोमा चाहिँ मैले पास्नीको चाहिँ भिडियो बनाइनँ। अनि बिहितकोमा चाहिँ बिहितले हेर्नु न, हामी सबजनालाई पार्टी राख्नु भएको छ। अनि हामी चाहिँ पार्टी खायौँ एकछिन। पार्टी खाएर अनि त्यसपछि हामी घरतिर लाग्यौँ। अनि यो चाहिँ हाम्रो बिहित सरले मेरो छोराको लागि दिनुभएको थियो। अनि त्यही भएर मैले बेटुलाई दिएँ। बेटुले चाहिँ तर अलिक अब उसलाई यो खुवाएको छैन नि त, त्यही भएर त्यस्तो खासै चाहिँ मन परेन। अब पछि खान्छ होला। मैले नै खाइदिएँ अरे क्या। बेटुले नखाए त के भयो त, बेटुको मामुले खाइदियो अरे क्या। अनि हामी उता पास्नीमा अनि उता पार्टी खान गएर त्यही भएर हामी चाहिँ अलिक ढिलो आयौँ। अनि त्यही भएर आज चाहिँ मेरो ससुराबाले नै मासु पकाउँदै हुनुहुन्छ। ससुराबाले पनि पकाउनुहुन्छ कहिलेकाहीँ, अनि टेस्टी पनि बनाउनुहुन्छ। ससुराबाले पकाएको पनि मिठो हुन्छ क्या। अनि मैले चाहिँ पास ल्याएँ। मलाई चाहिँ आजकल ओभर ह्याबिट भइसकेको छ क्या यो पासको। वाउ, सो टेस्टी। हेर्नु न, ससुराबाले पकाएको मासु टेस्टी। अनि मेरो छोरा यति चकचके भएको छ नि, यति चकचके, ओएमजी। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।